नमस्कार, सगरमाथा विशेषमा यहाँलाई स्वागत छ। म गोकुल श्रेष्ठ। मुलुक राजनीतिक दलहरूको सत्ता खिचतानीमा अनिर्णयको बन्दी बनिरहेको छ। यो बीचमा कुनै बेला निकै चर्चामा रहनुभएका एकजना पूर्व मन्त्रीलाई आज हामीले यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्न स्टुडियोमा बोलाएका छौँ। उहाँ हुनुहुन्छ पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी। यहाँलाई स्वागत छ। धन्यवाद। धेरै समय भयो सार्वजनिक कार्यक्रममा देखिनुहुन्न, कुनै बेला निकै चर्चामा पनि हुनुहुन्थ्यो। कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? उचाइको एउटा आफ्नो हुन्छ हद, त्यहाँ पुगेपछि माथि कहाँ जान्छ त? अवरोहन त हुनै पर्छ, तल त आउनै पर्छ नि। फेरि फेदीमा आएपछि फेरि गइन्छ होला भनेपछि त्यो उचाइ चाहिँ थेक्न सक्नु भएन तपाईँले? थेक्ने होइन, त्यो कसैले पनि थेक्दैन। त्यो प्रकृतिको नियम छ। सगरमाथा कसले घर बनाएर बस्न सक्छ? सहर बस्न सक्छ? त्यहाँ पुगेको मान्छे तल आउनै पर्छ। बरु होइन, शेर्पा ब्रदर 18 पल्ट चढे होलान्, आएर चढ्न सक्छ, तर त्यही बसिराख्न सक्दैन। सायद मेरो जीवनको राजनीतिमा पनि यो आरोह अवरोह भएको हुन सक्छ। भनेपछि अब तपाईँले यात्रा फेरि आफ्नो जीवनको राजनीतिक यात्रा तलबाट सुरु गर्दै हुनुहुन्छ? मेरो निरन्तर छ, त्यो प्रोसेसिङ नै त्यही हो होइन। त्यहाँभन्दा माथि जान सक्दैन र त्यहाँ बसिराख्न पनि सक्दैन भने होइन। त्यसले राजनीतिक जीवनलाई निरन्तरता दिने हो भने तल फेदीमा आउनै पर्छ र पुनः जानुपर्छ। त्यो त्यहाँभन्दा अर्को उपाय छैन पोलिटिक्समा, कि त जोगी बन्नु पर्यो। भनेपछि अब हामीले यो बुझ्नु पर्यो कि गोरेबहादुर खपाङ्गीले आफ्नो राजनीतिक यात्रा छोडिसकेको छैन? छैन छैन छैन। कसरी अगाडि बढाउँदै हुनुहुन्छ त आफ्नो यात्रा चाहिँ? म अहिले पनि ठिक छ, हिजो जुन रफ्तारमा म महाकाली मेची गइरहन्थेँ आइरहन्थेँ, त्यसमा समय सापेक्ष केही कमी आएको हुन सक्छ, तर यात्रा निरन्तर छ। जनताको बीचमा जाने कुरामा कमी आएको छैन। कुनै बेला गोरेबहादुर खपाङ्गीलाई उग्र कम्युनिस्ट नेता भनिन्थ्यो, त्यसपछि तपाईँलाई राजावादी भन्न थालियो, राजा पनि गए। अब चाहिँ तपाईँलाई के भन्ने? अब त भन्नेले खोजुन् न त त्यो सँगै। जुन बेलामा भनिरहन्थे मान्छे, मैले त आफूलाई भनेको त होइन म उग्रवादी छु, राजावादी हुँ भने कसैले भने, अब पाउँदैन भने। हिजो भन्नु ठिक थियो वा बेठिक थियो त्यो त उनले सोच्ने हो। अब मलाई कसले के भन्छ होइन। तर तपाईँले भन्नुभएको कुरा मैले चाहिँ त्यो मान्दैन। होइन, तपाईँले एक बेला कम्युनिस्ट ठिक छ भनेर कम्युनिस्ट राजनीतिमा लाग्नुभयो, त्यस पछाडि कम्युनिस्ट ठिक छैन भनेर चाहिँ मुलुकमा राजतन्त्र चाहिन्छ भनेर चाहिँ लाग्नुभयो, मन्त्री पनि हुनुभयो। अब चाहिँ तपाईँ कसरी लाग्नुहुन्छ? आफ्नो राजनीतिक यात्रालाई चाहिँ के मूल एजेन्डा चाहिँ के बनाउनुहुन्छ? हिजो मैले मेरो अवस्थाले जुन सापेक्षता देखेँ कम्युनिस्ट पार्टीमा, सिस्टममा, फिलोसफीमा होइन, त्यसको सिद्धान्तमा, त्यसको विचारधाराहरूमा, त्यो मलाई ठिक लागेको थियो हिजो। त्यसकारण 10 वर्षको बन्दुक युद्धमा जसरी माओवादीले बन्दुक बोकेर हिँडे खास एउटा डेस्टिनेसनको लागि, त्यो भन्दा कैयन गुणा साहस र उत्साह लिएर म हिँडेको थिएँ। एउटा उद्देश्य के थियो भने पार्टी विहीन निर्दलीय सिस्टम पञ्चायत व्यवस्थालाई समाप्त गर्नु, र समाप्त भयो पनि। अब हामी नै विचार गरौँ, बन्दुक लिएर 10 वर्ष हिँड्नेले के समाप्त गर्यो? राज संस्था या पोलिटिकल सिस्टम? केही पनि छैन। अब राज संस्थाकै बारे दहरङको कुरा आएको छ, उनले हुँदै होइन होइन। तर राजतन्त्र त गयो त फेरि। तपाईँले जसरी चाहिँ नेपालमा राजतन्त्र आवश्यक छ भनेर लाग्नु भएको थियो, अब भलै अब विश्लेषण गर्ने पाटा आफ्नो ठाउँमा छन्, त्यही बन्दुकको बल र जनआन्दोलनको बलबाट राज संस्था गएको त हो नि, त्यो त स्वीकार्नुहुन्छ नि? नभएको कुरा कसले स्वीकार्दैन? त्यो त गयो त, अब छैन। तर त्यो कसरी गयो? के त्यसको खिताब माने चेहरा फाल्ने
बहादुरी सिरिपेज नेपाली जनताले लिएको मलाई त्यो के भन्ने फुस्रो लाग्छ अथवा भनौँ मैले त्यति राम्रो शब्द पाइनँ त्यो गहकिलो होइन किनभने पटक पटक 12 बुँदे सम्झौता हिजो पनि होइन भारतका ठुला व्यक्तित्व बनाउँदाहरूले यो हाम्रो फौरमा गरिएको थियो भनेर त हाम्रै देशको मिडियामा भका भका हुन थाल्यो होइन नेपालका माओवादीलाई हामीले पालन पोषण गर्यौं है प्रशिक्षण देहरादूनको छेउको चक्रौतामा भएको भन्ने कुरा बार मिडियामा आयो सबै कुरा आयो हैन वर्तमान राष्ट्रपति महामहिम प्रणब मुखर्जी त्यो बेला मन्त्री मात्रै हुनुहुन्थ्यो भारतमा उहाँले अल जजिरा टेलिभिजनमा अन्तर्वार्ता दिएर प्रश्न पारिदिनु भएको थियो र यो कुरा ज्यादै नेपालमा बढेपछि प्रचण्ड र बाबुरामले सही गरेर संयुक्त सही गरेर देब्रे दाइनेतिर सही गरेको पत्र त्यसबेलाका भारतीय प्रधानमन्त्रीको नाउँमा लेखेको त यी मिडियाहरुमा छापियो भने पछाडी तपाईको बुझाइमा राजतन्त्र हटेको चाहिँ भारतका कारणले उहाँहरुको भनाइमा त्यही आयो मलाई त के थाहा र सामान्य मान्छेलाई होइन त्यतिबेला त तपाई चाहिँ जिम्मेवार तहमा हुनुहुन्थ्यो त्यो संस्थाको बचाउनै भनौं हैन एउटा तहमा हुनुहुन्थ्यो तपाईहरुलाई त्यस्तो खालको दबाब आएको थियो कि के हो एउटा कुरा क्लियर भन्न चाहन्छु जुन बेला म मन्त्री बनाइए त्यो राष्ट्र बनाइएको राष्ट्र बचाउनलाई मन्त्री भएको त होइन नि तर त्यो सिस्टम त तपाईले स्वीकार गर्नु भएको थियो नि त सिस्टम स्वीकार गर्ने भनेको दायित्वमा त आयो नि त यो नहटुन्जेल सबैले स्वीकार गरेको थियो नेपालको इतिहासमा कसैले यो दाबी गर्न सक्दैन यो राज संस्था नहटुन्जेलसम्म एक निमेष पनि राज संस्था बिना कुनै नागरिक थिए भन्ने कुरा त बिल्कुल गलत हो नि त्यसकारण स्वीकार गर्नु र नस्वीकार गर्नु त्यस्तो भाइटल क्वेशनै आउँदैन हैन मैले भन्न खोजेको चाहिँ तपाई त्यतिबेला मन्त्री बनाइयो त्यतिबेला राज संस्थाको पक्षमा वकालत गर्ने मुख्य दायित्व त तपाईकोमा थियो नि त राज संस्थाको वकालत गर्ने अवस्था थिएन त्यो बेलामा राज संस्थाबाट त्यसको सञ्चालक तत्कालीन राजा ज्ञानेन्द्रबाट 5 वटा रोयल डिरेक्टिभ्स शाही निर्देश घोषणा भएको थियो त्यसमा 5 वटा मध्ये राज संस्था पनि जोगाउनु हो भन्ने चाहिँ थिएन हैन मुलुकमा शान्ति पुनर्बहाल गर्ने चुनाव गराउने भ्रष्टाचार नियन्त्रण गर्ने यस्ता 5 वटा थिए त्यसमा राज संस्था पनि बचाउने कमजोर हुँदै गयो भन्ने निर्देश हुँदा हुँदै म गएको भए चाहिँ मैले यो कुरा तपाईले भन्नु भएको कुरा स्वीकार गर्थे कि म राज संस्था बचाउन पनि गएको हुँ तर त्यो बेला त्यो क्वेशनै थिएन भने भइरहेको परम्परादेखि सैकडौं वर्षदेखिको राज संस्था मैले जोगाउनु पर्छ भन्ने त थिएन कमजोर छ भन्ने कुरा पनि थिएन केही नभएको बेला जाँदा त्यो राज संस्थासँग मलाई किन गाँसी राख्ने त्यो त अटोमेटिक छ भनेपछि तपाई चाहिँ राजावादी हुनुहुन्थेन वाद भन्ने कुराको व्याख्या त तत्सम्बन्धी विद्वानहरूले गर्छ वाद प्रत्यय किन लाग्छ गान्धीवाद मार्क्सवाद लेनिनवाद समाजवाद पुँजीवाद अब त्यो वाद किन लाग्छ त्यसको व्याख्या त्यसकारण मैले भन्ने गर्छु राजाको खासै कुनै त्यस्तो देखिने फिलोसफी नभएको हुँदा मैले आफूलाई राजावादी भनिराख्नु पर्ने कुनै दरकार थिएन राजा एउटा यो देशमा केही सुधार गर्छु भनेर आएको हुँदा हैन आज राष्ट्रसङ्घमा हेर्नुहोस् त तपाईँ महासचिव संसारको होला अफिसियल नेता हुन सक्छ तर कुनै मुलुकका जनताको त्यो नेता होइन अमेरिकाको नेता ओबामा हो अमेरिकी जनताको नेता बान की मुन हुन सक्दैन यसैलाई यता ल्याउँदा पनि ठिकै हुन्छ हैन देश चलाउनलाई हैन राजाले यो गर्छु भनेर ऐलान गरेको हुँदा यो ठिकै होला यसमा जाँदा
भनेर म जुन पार्टीमा थिएँ त्यस बेला त्यो पार्टीले सिफारिस गर्दा मलाई मन्त्री बनाइएको हो। त्यो मैले कुनै निजी पर्सनली कुनै निवेदन बिन्ती पत्र हालेको होइन। अब तपाईँले कुनै बेला बाहुनहरूले यो देशलाई डुबाए भनेर जनजाति आन्दोलनमा चाहिँ लाग्नुभयो, त्यहाँ पनि उग्र रूपमै लाग्नु भएको थियो। हजुर हजुर, बहिष्कार गर्नुपर्छ, टिका लगाउनुहुन्न, यावत एजेन्डाहरू तपाईँका थिए। अहिले पनि त्यही हो कि परिवर्तन भयो तपाईँको एजेन्डामा? यो त तपाईँहरूले बुझेर बङ्ग्याइदिएको हुँदा यी तमाम यस्ता इलेक्ट्रोनिक मिडिया छापा मिडियाहरूबाट म कहिलेकाहीँ अहिलेसँग पनि मलाई चिन्न भ्याएको रहेछ यी मिडियाहरूले जस्तो लाग्छ। म बाहुनको उग्र विरोधी पनि होइन, तर म एउटा कुराको विरोध गर्थेँ, बाहुन होइन ब्राह्मणवादको। तर ब्राह्मणत्वको पक्षमा जहिले पनि रहेँ। बाहुनका जुङ्गादारी बाक्ला आउँछन्, छातीभरि रौँ हुन्छन्, मैले कहाँ यो घिनलाग्दो हो भनेर त कहिले भनिनँ। त्यो त ब्राह्मणत्व। बाहुनको जुङ्गादारी नआएर के हिमालमा बस्ने शेर्पाको आउँछ होइन? बाहुनले जन्मदेखि उसको खास समयमा व्रतबन्ध गरेर जनौ लगाउँछन्, यज्ञ पवित्र धारण गर्छन्, त्यो ब्राह्मणत्व हो। बाहुनको नाक मगरको भन्दा चुच्चो हुन्छ, त्यो ब्राह्मणत्व हो। अब बाहुन भन्छ मगरको जस्तो नाक भयो भने शङ्का गर्छ नि समाजले। म त्यसको विरोधी होइन, ब्राह्मणवादको विरोधी हुँ, जसमा जातीय निरङ्कुशता रहेको हुँदा मैले त्यसको विरोध गरेँ। त्यसको अन्त्य हुनुपर्छ, मेरो भनाइ त्यति हो। म कुनै उग्र बाहुन विरोधी मान्छे होइन, जाति विरोधी होइन, जातित्व विरोधी पनि होइन, जातिवादको विरोधी। मैले त तको आधा पारेर वो लगाउँदा, एर लको वो लगाउँदा त्यो त तपाईँको गुण हो। तपाईँ बाहुन हो भने तपाईँ जनै नलगाउने, तपाईँले जातित्व छोड्नुभयो। त्यसमा मैले कसैको बहादुरी देख्दिनँ। बिल्कुल बाहुनले टुपी काटेर हिँड्ने, त्यसमा बहादुरी देखाउने, पालन 3 किलोमिटर लामो, त्यो पो हो ब्राह्मणत्व। भनेपछि अब तपाईँको यो खालको आन्दोलन, एक खालको आन्दोलनको नेतृत्व पनि गर्नुभएको थियो, बिचमै तुइयो त त्यो आन्दोलन त फेरि? कसरी तुयो भन्नुहुन्छ? त्यसको कुनै न कुनै रूपमा ठिक छ, भिटामिनको फरक परेर, भिटामिनहरूको फरक पर्दा, कुनै कालान्तरमा गडबड हुँदा अष्टावक्र पनि जन्मन गयो, तर उसको भित्री गुणको कमी कहिले भएन। राजा जनकको दरबारमा गएर राजर्षि जनक बनाउने उही अष्टावक्र, त्यो जनकलाई विदेह भएर भन्ने उही भारतमा सैकौँ राजाहरू थिए, तर नो राजा वाज विदेह राजर्षि। नेपालको जनकपुरको राजा मात्रै राजर्षि भए, विदेह भए। त्यो इट्स बिकज अफ अष्टावक्र। जिउ त 8औं बाङ्गो थियो, तर उसको ज्ञान कहिले बाङ्गो भएन। मैले भन्नु खोजेको थियो। तपाईँले भन्नुहुन्छ तुयो, तुएको छैन। तुएको भए कसरी अशोक राई जन्मन्थ्यो, कसरी चैतन्य सुब्बा जन्मन्थ्यो, गोरे बहादुर कसरी महाकाली मेचीसम्म डुल्दै हिँड्थे। तपाईँले मलाई यो सगरमाथाको यो स्टुडियोमा कसरी घोक्र्याउँदै ल्याउनुहुन्थ्यो? भनेपछि तपाईँ चाहिँ नेतृत्व चाहिँ छोड्नु भएको छ, त्यो चाहिँ स्वीकार्नुहुन्छ? सरी, हेर्नु, म तपाईँलाई अहिले पनि भन्छु, म वास्तव व्याख्या गर्दिनँ नेता के हो, नेतृत्व के हो। नेता त असङ्ख्य छन्, तर त्यो नेतामा तो छैन, तो नेतृत्व बिल्कुल कसैमा छैन। अहिले हेर्नु न, तपाईँ सरकारमा विकल्प पाउन्जेल सुविधाको सबैले भोगेका छन्। माओवादी सत्तामा, राजदूत एमाले, राजदूत काङ्ग्रेस, अनि भिसी काङ्ग्रेस, फल्ना, त्यो त सत्तामा त सबैको हिस्सा छ। त्यसकारण मैले यो भन्ने गरेको छु कि यो सरकारको प्रतिपक्ष छैन। प्रधानमन्त्रीको अर्को सिट नभएकोले सायद 7वटा प्रधानमन्त्रीको कुर्सी भए यो झगडा हुन्थेन। एउटै छ अनि देखाउँछ प्रतिपक्ष भनेर, बट दे आर नो अपोजिसन। उनीहरू प्रतिपक्ष होइनन्, वास्तवमै होइनन्। त लोभमा तपाईँ हेर्नु त, सोसल डेमोक्रेसी जर्मनीमा यसरी सत्ताको सुधार कसरी हुन्छ भनेर अपोज गर्छन्, तर सत्तामा रुलिङमा
आफ्नो हिस्सा राख्दैनन् त्यहाँको प्रतिपक्षले। यी त रुलिङमा हिस्सा राख्छ, कुर्सीमा राखेन प्रधानमन्त्रीको। एउटै कुर्सी छ बस्न नमिल्ने भट्टराईसँग, तर अरूमा त सबैमा छ। ल हेर्नु त, पुलिसमा भागमण्डा, आर्मीमा भागमण्डा, ब्युरोक्रेसीमा भागमण्डा, बाँकी कहाँ छ? त्यस हुनाले यिनको यो झगडा भएको छ कुर्सीको लागि हो। अब अहिलेको जुन अवस्था आएको छ, संविधान सभा विघटन भइसके पछाडि प्रतिपक्षीहरू र सत्तापक्षी के भनौँ सबै राजनीतिक दलहरू अहिले सत्ता केन्द्रित राजनीति गरेको देखिन्छ हाम्रो रूपमा। अहिले अब तपाईँले त प्रतिपक्ष छैन भन्नुभयो, तर हामीले चाहिँ देख्छौँ प्रतिपक्षीहरू अहिले चाहिँ सङ्घर्षमा उत्रँदैछन्। उनीहरूले आन्दोलन घोषणा गरेका छन्। सत्तापक्षले पनि जनपरिचालनका कार्यक्रम भनेर अगाडि सारेको छ। अब यो राजनीतिलाई चाहिँ तपाईँले आफ्नो भ्यूबाट कसरी विश्लेषण गर्नुहुन्छ? के देख्नुहुन्छ निकासका बाटा? हेर्नुहोस्, कुनै मुलुकको सोभरेन्टीलाई स्वतन्त्र रूपमा बस्न नदिने हो भने यहाँ जे पनि हुन सक्छ। जस्तो भारतका ठुला नेताहरूले हैन उसको चाहना अनुसार नेपालको पोलिटिक्स हिँड्नु पर्छ कैयनपल्ट भनेको कुरा यहाँको पेपरमा आयो हैन। त्यो भनिरहेको जस्तो 12 बुँदे चाहिँ हाम्रो फोरमै भएको थियो भन्ने हुँदा हतार हतार श्याम शरण पूर्व राजदूतको अन्तर्वार्ता यहाँ आयो कान्तिपुरमा। होइन 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 त्यो नेपालकै फोरमा भएको थियो, त्यो नेपाली जनताले नै गरेका हुन् सबै भन्यो होइन। यो के हो त आखिरी? अहिले साँच्चै भन्ने हो भने श्याम शरणको हैसियत भारतीय राजनीति क्षितिजमा के छ? त्यही पनि हामी उसको अन्तर्वार्ता पढेर एउटा निर्णायक सोच गरिराख्नु होइन। म अरूको कुरा के भन्नु, तपाईँ भन्नुहोस्। बाइ द वे भट्टराईजीले साँचो कुरा भनिदिनु भयो, दुधको दुध पानीको पानी। यो मुलुक अब कतै न कतै गाभ्नै पर्छ भन्यो। अङ्ग्रेजी शब्द मर्ज गर्नुपर्छ भन्नुभयो र हामी सबै गोटी हौँ भन्नुभयो। चेस बोर्डको पाउन, म त पाउन पनि भन्दिनँ अघि, त्यो पाउन त महत्त्वपूर्ण छ। मैले त अङ्ग्रेजी शब्द पपेट भन्नुभयो उहाँले सबैलाई। गोटी पपेट, पुतली हुन्छ नि कठपुतली, अरूले नचाही बस्छ, त्यो भन्नुभयो। अनि सबैले यो कुर्सी छोडिदेऊ भनेर दिक्क लगाउन जाँदा उहाँले चोखो भन्नुभयो, शुद्ध घाँस खाएको गाईको घिउ जस्तो राखिदिनु भयो, चोखो। के भन्नुभयो? साँचो त अन्तै छ, मलाई त यो भित्र तालचा लगाएर गइसके, साँचो मसँग छैन, तिमीलाई दिउँ खोलिदिन्छौ र म निक्लौँ यो कुर्सीमा बस्छौ, त्यो सम्भवै छैन, साँचो अन्तै छ भन्ने बित्तिकै मक्का मदिनामा इस्लाम धर्मावलम्बीहरू गए जस्तै साउथ ब्लक दिल्लीमा लाइन लाग्यो। थाहा पनि भयो मान्छेलाई, उनीहरूलाई कि यिनी साँचो खोज्न आयो। उनले भनिदियो साँचो ठिक ठाउँमा छ भन्ने कुरा पत्ता लगाएर आयो, तर हामी दिँदैनौँ। त्यहाँ पस्छौ, त्यही सरकारमा जान्छौ भने हामी दैलो खोलिदिन्छौँ, जाऊ बाबुरामको सरकारलाई स्वीकार गर भनेपछि सबै आए। राष्ट्रपतिले पनि बेला बेला भन्नुभयो के यही सरकारमा सबै जाँदा बेस। उहाँले आफ्नो महामहिमको गरिमा राख्नुभयो भएन। आज डिबेटेबल नभए पनि भोलिको पुस्ताले त्यसलाई सिरियसली डिबेटमा ल्याउँछ कि एउटा राष्ट्रपतिले कसरी बोल्दैछ यो देशमा। तपाईँ सोध्नुहोस् मलाई, कहिलेसम्म उसमा यो विदेशी सिन अनसिन देखिने नदेखिने हस्तक्षेप भइरहन्छ? मैले ठाडो भाषामा भनिदिन्छु, चुरेको अन्त्य नहुन्जेलसम्म, चुरे बाबरको अन्त्य नहुन्जेलसम्म यहाँ चाहिँ मतलब नेपालको प्राकृतिक सम्पदामाथि कसैको गिद्धे दृष्टि नहटुन्जेलसम्म यो हस्तक्षेप रहिरहन्छ। अब निकास चाहिँ के त? अब जस्तो तपाईँले अब यो
विविध कुरा त रहे आफ्नो ठाउँमा छ, हस्तक्षेप देख्नुहुन्छ, राजनीतिक यहाँको सरकार चाहिँ कसैसँग चापी छ त्यसरी देख्नुहुन्छ, निकास चाहिँ के मुलुक त यस्तै अवस्थामा त रहिरहन त सक्दैन नि। आजसम्म कसैले नबोलिरहेको कुरा म भनिदिन्छु, यो राजनीति हो अराजनीति हो, यो लोकतान्त्रिक हो अलोकतान्त्रिक हो, मैले त्यसलाई मतलब राखेको छैन। मैले देशमा शान्ति खोज्दा कसैले पनि अहिलेको समाधानको बाटो रोज्न नसकेको हुँदा, कुर्सीको लागि लडाइँ गरिरहेको हुँदा, राजस्व कहाँ गएको छ? एउटा पर्मानेन्ट संस्था हुन्छ राज्यसँग, सेना, प्रहरी र ब्युरोक्रेसी। विश्वको कुनै सिस्टममा पनि कुनै देशमा पनि यो तीनवटा अङ्ग रहिरहन्छ। यो लोकसभा आयोग जस्तो त होइन नि, मानव अधिकार आयोग जस्तो, दलित आयोग जस्तो, यो त होइन। यो त राज्यसँग रहिरहने। संसारको अप्ठ्यारो अवस्थामा यिनीहरू परिचालित भएका छन्। यिनलाई परिचालन गर्न नसक्नेहरू किन बसिरहेको छ? राष्ट्रपति महामहिमजी नभए त संसारको इतिहासमा छ जब मुलुकको अवस्था डेडलक भइरहेको हुन्छ पोलिटिकली, त्यसलाई फुकाउनको लागि राष्ट्रपतिले यसलाई हेर्नै पर्छ। त्यतातिर हेर्नै नसक्ने मान्छे किन राष्ट्रपति भएर बस्नु? भनेपछि अब राष्ट्रपतिले चाहिँ शासन सत्ता आफ्नो हातमा लिनु होइन। सबैभन्दा सजिलो कन्स्टिट्युसनल बाटो नै त्यही हो। इमर्जेन्सी डिक्लेयर गरेर काम चलाउने चुनावी सरकारको गठन गरेर विदिन 6 मन्थ हाम्रो परम्परा के छ, युनिभर्सल परम्परा ट्रेन्ड के छ, त्यो अनुसार डिक्लेयर गरेर चुनाव गराउने। त्यहाँभन्दा अर्को बाटो त छैन। तपाईँ अर्को आए पनि फेरि झगडा त उत्तिकै हो। होइन, त्यहाँनिर अब त्यो एउटा पार्ट होला। अर्को संवैधानिक भन्नुभयो तपाईँले, तर इमर्जेन्सी लगाउन पनि त मन्त्री परिषदले सिफारिस गर्नुपर्छ। सरी, अनि त्यो चाहिँ कसरी सम्भव छ त? कि त कु गर्नु पर्यो? अब तपाईँले चाहिँ राष्ट्रपतिले कु गरेर अगाडि जानुपर्ने देख्नुहुन्छ कि संवैधानिक बाटोमै देख्नुहुन्छ? हेर्नुहोस्, यो सबै कुरा मैले नै सबै यहाँ तर्जुमा गर्ने हो भने तपाईले के देख्नुहुन्छ? निकासको मैले जे देखेँ त्यो भनिदिएँ। मैले जे देखेँ त्यो भनिदिएँ। म कुनै निरङ्कुश चिन्तन भएको मान्छे होइन। म कन्स्टिट्युसनल चिन्तन भएको मान्छे, डेमोक्रेटिक चिन्तन भएको मान्छे। यी अङ्गहरूलाई उपयोग गर्ने अवस्था आइसकेको छ र त्यो उपयोग राष्ट्रपतिले गर्नुपर्छ। वेदर त्यो काउन्सिल अफ मिनिस्टर, यो अपाङ्ग काउन्सिल अफ मिनिस्टरमा किन भर पर्ने? तर अन्तरिम संविधानमा त त्यही उल्लेख गरेको थियो। अन्तरिम संविधान हुनु अब देयर इज नो अन्तरिम संविधान। तपाईँ जुन संविधान छैन, यो अवस्था छ, कहाँ संविधान छ? यहाँ पार्लियामेन्ट छैन, केही छैन त के को संविधान? संविधानै नमानेपछि त हामीले चाहिँ संवैधानिक व्यवस्था चाहिँ कसरी भन्ने? त्यसो भए तपाईँ संस्कृत व्याकरणमा विधिर्लिङ भन्ने एउटा खण्ड हुन्छ। त्यो भनेको चाहिँ के हो भने सन्तान नहुनेहरूले आफूले रोजेको धार्मिक स्थलमा गएर त्यहाँ भएको देवी देवतालाई यसपालि त हाम्रो सन्तान होस्, हुनु नहुनु त अर्कै कुरा हो। त तपाईँले चाहे जस्तो छैन नि यो मुलुकको अवस्था, होइन? राष्ट्रपति त साँच्चै भन्ने हो भने कन्स्टिट्युसनली सोच्ने हो भने हि इज स्ट्रङ्गर होइन। कसैको ब्याकिङमा प्रधानमन्त्री स्ट्रङ्गर देखिन्छ भने, होइन, त्यो छुट्टै कुरा हो। अब त प्रधानमन्त्री एक्जिक्युटिभ पनि छैन। एक्जिक्युटिभ त त्यस बेला रहन्छ जुन बेलामा लेजिस्लेचर रहन्छ। लेजिस्लेचर हुनु पर्यो नि त। त्यो खोइ संसद नभइकन प्रधानमन्त्री कहिले पनि एक्जिक्युटिभ चिफ पावरफुल हुँदैन। यस्तो किसिमको बैशाखीमा उभिएको सरकार, होइन, कम्तीमा अहिलेसम्म पनि टाइम छ राष्ट्रपतिको लागि। अहिलेसम्मको राष्ट्रपतिको गतिविधि, दलहरूको अवस्थालाई हेर्दा त्यो तपाईँले भने जस्तो स्थिति आउने देख्नुहुन्छ देख्नुहुन्न? यही अवस्थामा हुन्छ त राष्ट्रपतिले टेक ओभर गर्ने सम्भावना देख्नुहुन्छ? उहाँले सक्नुहुन्छ, हुन्न मेरो भनाइ होइन। गतिविधिबाट कसरी विश्लेषण गर्नुहुन्छ? त्यो गतिविधि त तपाईँलाई थाहा छ, उहाँलाई थाहा छ, सबैलाई थाहा छ, यो देशका चराचरङ्गी चराचरहरू सबलाई। मैले त भन्न खोजेको के भनेदेखि अब कन्स्टिट्युसनल एउटा
सोल्युसन खोज्दा राष्ट्रपतिले त्यो भूमिका खेल्नै पर्छ नसक्नु इट्स अप टु हिम त्यो उहाँको कुरा हो तर मैले देख्ने राष्ट्रपति कति बलिया छन् कति आँटिला छन् कति फोस्रा छन् त्यो मेरो भनाइ होइन तर मैले त कन्स्टिट्युसनल सोल्युसनको लागि राष्ट्रपतिको विकल्प छैन यो चाहिँ डेमोक्रेटिक चिन्तन हो मेरो अनडेमोक्रेटिक हो भने त मैले भनिदिन्थेँ नि होइन के राखेको यो सेनाले हो नि भनिदिन्थेँ तर मैले त्यस्तो किसिमको अनडेमोक्रेटिक सिस्टमले जाओस् भन्ने अब त्यो चिन्तनको मान्छे तपाईँ नेपाली जनता पार्टी तपाईँ छिटै गठन पनि गर्दै हुनुहुन्छ एकदम हैन तपाईको पनि त दायित्व हो यो मुलुकमा शान्ति प्रक्रिया होस् मुलुकमा अमन चयन कायम होस् एउटा राजनीतिक निकास होस् त्यो सक्रिय राजनीतिमा तपाईँ देख्नुहुन्न अब यो पार्टी जन्माउनतिर लाग्नु भएको हो या के हो चाहिँ तपाईँ अहिले पार्टी चाहिँ बहुदलीय सिस्टममा एउटा दस्तुर पनि हो मैले के भन्छु भने पार्टी जन्म्यो भनेर अप्ठ्यारो मान्ने होइन त्यो अवस्था आएपछि जन्म भन्दा पनि पार्टी कसैले जन्माउँदैन अमेरिका खोइ पार्टी जन्मन्छ हैन त्यो नन इभोल्युसनरी भइसक्यो डेट भयो त्यहाँ पार्टी जन्मने अवस्था युरोपमा त देखिँदैन जापानमा पनि खासै देखिँदैन किनभने पार्टी जन्मने अवस्था चाहिँ त्यहाँ डेट छ नो इभोल्युसन अब त्यहाँ इभोल्युसन छैन पार्टीको तर हाम्रो देशमा चाहिँ व्यक्तिले पार्टी खोल्छ जब जातिले खोलेछ भने व्यक्तिले खोल्नु कुन ठुलो कुरा हो यो परिप्रेक्ष्यको आवश्यकता हो अशोक राईले पार्टी खोले चैतन्य सुब्बाले हुन्छ के धेरै कुरा मध्ये एउटा कुरा म स्पष्ट भन्न चाहन्छु बाहुनहरूले जुन प्रतिशतमा भोट ल्याउने गर्थे नि त्यो प्रतिशत चाहिँ अब घट्छ नघट्दो उपाय नै छैन नि जित्ने संख्या नघट्ला तत्काल तर प्रतिशत भोटको चाहिँ घट्छ मान्छे जित्नेको प्रतिशत नघट्ला मलाई मतलब हिजो 25,000 ल्याएर क्षेत्र नम्बर 3 मा जित्थ्यो भने अब त्यसको 15,000 मा झर्छ जित्नु उसैले जित्ला वही पार्टीले जित्ला अथवा बाहुनैले जित्ला तर प्रतिशत चाहिँ घट्छ यो अङ्कगणितको नियम हो यो अकाट्य छ भनेपछि तपाईको अभियान सफल हुँदैछ तपाईले भने अनुसार त मेरो मान्छे हो कि जस्तो पनि लाग्यो राजनीतिमा पोजिटिभली सोधिदिनु भयो धन्यवाद छ यो त यही हो तपाई जनजातिको नेता हजुर स्वीकार्नुहुन्छ जे भन्नुस् मैले यसमा कहिले विवाद गर्दिनँ मलाई मगरकै नेता भनिदिए पनि राम्रै छ जनजातिको मैले के भन्छु भने 10 लाख जनजातिले मलाई देखे होला तर 25 लाख गैर जनजातिले मलाई देखेका छन् म राष्ट्रिय नेता किन होइन महाकालदेखि मेचीसम्म डुली हिँड्ने सबैभन्दा बढी नेपालीको घरमा बास बसेर भात खाने गोरेबहादुर हो भने अब यो नेपाल जनता पार्टी चाहिँ यो कस्तो खालको पार्टी हो नेपाली जनता पार्टी उच्चारणमा नेपाली जनता पार्टी यसले एउटा कुरा भन्छ जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व विशेष गरेर राजनीतिमा त्यो भनेको जनजातिको लागि बोलेको होइन सिङ्गो इन्टायर नेसनको पोलिटिक्सको त्यो चाहिँ पिभोटल पार्ट हो केन्द्रीय पार्ट हो कसलाई घाटा छ यसमा बाहुनको जनसङ्ख्या 12% देखाइसक्यो तिमीले 12% सिट ल्याउ न पार्लियामेन्टमा अरे तिमी चाहिँ 75% लिएर बस्दा चाहिँ डेमोक्रेसी भयो मल्टी पार्टी सिस्टम त्यसकारण नेपाली जनता पार्टीले जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व अनअभोइडेबल त्यो सेन्ट्रल पार्ट अफ द नेपाली पोलिटिक्स हो त्यसमा चाहिँ जनजातिको हो मगरको हो राई लिम्बू गुरुङको तामाङको शेर्पाको थारूको नेवारको न हामी सबैको हो त्यो 3 करोड नेपालीको अर्को कुरा उनले गम्भीर रूपमा भन्यो संघीय सरकारका अनेकन स्वरूप मध्ये संघीय स्वरूप आवश्यक छ यो मुलुकमा तर स्पष्ट भन्न चाहन्छु
विकासको लागि हो, जातीय मुक्तिका लागि होइन। जातीय अधिकारको लागि, मुक्तिको लागि त जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, यसको विकल्प छैन। नेपाल जस्तो देश जातीय आधारमा सङ्घीयता हुनु हुँदैन। मैले चाहन्न, किनभने यो आवाज नेपालमा पहिलोपल्ट नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाले आफ्नो घोषणामा उठाएको थियो। त्यसको म महासचिव थिएँ। त्यो होइन, त्यहाँ सङ्घीय कुरा पनि छ, तर एकल जातीय सङ्घीयता चाहिन्छ भन्ने कुरा छैन। सङ्घीयता फर डेभलपमेन्ट। हामी कार्यक्रमको अन्ततिर छौँ, हाम्रो समय करिब करिब सकिन लागेको छ। अन्तमा भनिदिनुहोस्, यो नेपाली जनता पार्टी कहिले घोषणा हुन्छ? म त्यस्तो किसिमको ज्योतिष पनि होइन। कहिले जन्माउँदै हुनुहुन्छ? गर्भमा बसिसकेपछि त त्यसको एउटा निश्चित समय हुन्छ नि त जन्मने। पक्कै धेरै समयसम्म राख्यो भने अपाङ्गताले छोला होइन, आमाको डेथ हुन सक्छ। तर पनि परिस्थिति आउँदैछ निकट भविष्यमै, त्यसले यो नेपाली राजनीतिमा पदार्पण गर्छ, मलाई विश्वास छ। हस्, यहाँलाई धन्यवाद। दर्शकवृन्द, हामीसँग हुनुहुन्थ्यो जन्म नै लागेको नेपाली जनता पार्टीका अध्यक्ष गोरेबहादुर खपाङ्गी एवं पूर्व मन्त्री हुनुहुन्थ्यो। नेपाली समग्र राजनीतिको विषयमा कुराकानी गऱ्यौँ सगरमाथा विशेषबाट। मलाई पनि बिदा दिनुहोस्, नमस्कार। यस कार्यक्रमका प्रायोजक